हामी त लास्ट रुलमा परेछ नि त यहाँ रहन्छ आज बर्थडे हो त्यो होस् भनेर छोडे ह्यापी बर्थडे हो तिनटा लाग्दै अरे सो वेलकम ब्याक टु माई न्यू ब्लग। साथसाथै तपाईँहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ र तपाईँहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु र म पनि सन्चै नै छु। तिमीले त भन्या थियो छाडेर जाने छैनौ, अरूको थाहा भएन आफू चाहिँ त्यस्तो होइनौ। मुटु नै चोरी लग्यो सुटुका आफ्नो पारी, वचन त गर्यो मिठो तर हजम्बो जिम्मेवारी। आज म बसेको छु सम्झी सम्झी पुराना दिनहरू। तिमीले त चाहिँ पारेछौ है अर्कै केटोसँग, अब म भने के गरौँ। कस्तो छ नयाँ बुढो भन मेरी बुब्बु, इन्स्टामा हेर्या थिए गर्दै थियो तिमीलाई चुप्पु। रिस पनि उठ्यो एकछिन किन त्यस्तो फोटो हालिस, तेल भने घसिस ममा तर अर्कैले पायो मालिस। आज एक्लो भई म बसेको छु सम्झी सम्झी पुराना दिनहरू। तिमीले त चाहिँ पारेछौ है अर्कै केटोसँग, अब कस्तै यो लगा कि यो लगा ल, म त रातै लाउँछु नि। किन के छ र? मेरो चाहिँ भेटिन भनेको क्या। मेरो खानाले फुर्सद पाउनु सक्यो अब घरतिर मजा आयो भने नि एक गोला हाल्यो। कस्तै कतिको चाहिँ कुद्दो रहेछ, कतिको चाहिँ बल पास हान्दो रहेछ। यस्तो क्या हाम्रो टिमले एक गोल हालेको हप्तामा बाँधेर हालेको क्या, एक गोल मात्रै हालेको। भाइको बर्थडे सरी त भन्छु त्यसै सम्झिँदै गोल हान्नु पर्यो अनि फेरि आज बर्थडे हो त्यो होस् भनेर छोडे यहाँ यतिमा उल्टा उब्रेको छ त्यतिमा तपाईँले पास गर्नु। तर किपरले पैसा तिर्छ बामेको र मेरो त सुरु भयो पाँच बामे त लास्ट रुलमा परेछ नि त। नआएर पैसा भन्दा गर्न कति दिनुपर्ने भयो टान गर्न हौ ला हौ मुजी भयो ला हौ
बोल्छ एउटा यहाँ बेसी भयो छैन भाइ यहाँ छ तेरो उधारो अब खोलेको अब खोलेको नि खोलेको तेरो देखा न रन्जन मेरो डाब र दुखी बढी दुखी चुट यहाँ रन्जन हान्छु न मलाई चाहिँ हान्न मन थियो मेरो जा जाऊ हामी सोध्छौँ भयो के भन्छ ब्याङ्क लुटिदिएको नि कसरी थाहा छ ब्याङ्क लुटिदिएको नि त्यहाँ चिन्दैन रहेछ मलाई